यो चाहिँ गाउँ हो है साथी हो यहाँ भाउजू र यहाँ रिना छ होइन आज हेलो गाउँ गाउँ कस्तो फिल गरेछ गाउँ दामी छ नि हजुर हामी चाहिँ यहाँ हल्का रेस गरेको होइन बोय हाउ यु डुइङ हेलो 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 You are so nice. You are so nice. Hello. Beparहरू. Beparहरू. Bukan beparहरू ya. Labak kuda पनि हारियो ममा गुड मर्निङ फ्रेन्ड्स सबैलाई नमस्ते आज चाहिँ बिहानको कति 6 बजे हो म चाहिँ आज चाहिँ यसो बस्ती हिँड्दै गरेको कुखुरामा अन्डा ल्याउनु अनि आज चाहिँ आमा र मैले हिँड्नु आँटेको अब भरे भाउजूहरूलाई पनि लिएर जाने On the way. Dun. देवाला पनि पिक गरियो अब को भाउजू र रिना र भाउजू छ रिना भाउजू र रिना र बिमला भाउजू के गर्नु गइरहेको छ ओके म मेरो घरकोमा आउँछु ल ओके वी गो टु अन्डा ल्याउनु हैन नि अन्डा ल्याउनु अब जाने बाइ बाइ म पनि चाहिँ अब लेट्स गो टु अन्डा ल्याउनु अब हामी चाहिँ आधी बाटोमा पुग्दैछौँ भर्खर देवा हुनुहुन्छ यहाँनिर अनि यता देमा काली आमा जेमिसिके अन द वे टु अन्डा के भन्छ कुखुराको अन्डाको लागि गएको हामी चाहिँ खास चाहिँ होइन अब हेर्दै जानुहोस् पछाडि चाहिँ माइली भाउजू र रिना सिस्टर हुनुहुन्छ है त ब्रिज हो नि स्टिल अब आधी घन्टा जस्तो छ 1 घन्टा 17 मिनटको बाटो हो देवा यो ठाउँमा आउनु भएको थियो आएको छैन त अझै नयाँ जग्गा रहेछ अब देवालाई पनि अब अनुभव हुन्छ अनुभव त भइजान्छ नि आँखाले देखियो नि त अब हेर्नु हेर्नु कस्तो मजा हुन्छ तोरी एकछिन मोबाइल नहेर गाउँ बस्ने रहेछ तिम्रो आँखालाई फ्रेस हुन्छ क्या आँखालाई राम्रो कालो गाई हनी हेलो हनी गाई हेऱ्यो बेबीले गाई हेऱ्यो कस्तो लाग्यो गाई कस्तो रहेछ गाई गोरु नजिकै आउँछ उयो हेर्नु न इन्डियानाको बेबी हेर्नु बेबी हेर्नु न सिम कत्रो छ कति लामो हेर्नु गाईहरू सो देख्नुभयो तपाईँहरूले यो चाहिँ अलिकति मजा पनि हुन्छ अनि फ्यामिलीमा यसो अब बुढाबुढीहरूलाई यसरी ल्याउँदाखेरि उहाँहरू पनि रमाउँछ पनि होइन देवालाई त मैले आज फर्स्ट टाइम आएको नि देवा हामी देमा पनि फर्स्ट टाइम आएको आमालाई चाहिँ मैले अस्ति नै लिएर आएको हो फेरि पनि आमाले इच्छा गर्नुभयो जुन हो त देमा अनि मजा हुन्छ यसरी बुढाबुढीलाई उनीहरूलाई पनि उनीहरूले पनि हेर्छ नि त
रमाइलो गर्छ त्यो भएर मजा छ हेर्नुहोस् बस्ती घुम्न आएको छौँ है हामीलाई बस्ती। सेरा अमेरिकाको गाउँ चाहिँ एक्चुअली यो इन्डियाना भन्ने चाहिँ यति धेरै ठुलो छ होइन लुइभेल भन्दा चाहिँ अब डबल ठुलो हो इन्डियाना अनि एउटा राम्रो ठाउँ पनि हो इन्डस्ट्री किसान ज्यादा भएको ठाउँ पनि हो हेर्नु न अब कस्तो छ मकैबारी अलिअलि हुँदैन अब यो तपाईँहरूले यो देब्रे साइडमा र राइट दाहिने साइडमा देख्दै हुनुहुन्छ नि यहाँनिर अबको 2-3 महिनामा आलिनाले तोरी हालेको रहेछ अब मकै हाल्छ यिनीहरूले छ्याप छ्याप अनि मकैको चाहिँ त्यसको मुनिपट्टि भटा मसा हाल्छ हो अनि त सकेको हेर्नुहोस् आजको दिन ड्रोनको सर्ट पनि देखाउने छु म तपाईँहरूलाई हस् गाई गोरुहरू हेर्नु न यहाँ चरिरहेछ गाई गोरुहरू हो गाई गोरु घर यो चाहिँ गोठ रहेछ यिनीहरूको गोठ गरेर गराउँछ तोरीहरू हेर्नु न तोरी तोरी मकै पनि हुँदो रहेछ हेर है सबै तोरी है यो चाहिँ तोरी हेर्नुहोस् हेर्नु बस्तीको गाउँमा कति रमाइलो लगभग अब 1 घन्टा 17 मिनटको बाटो भनेपछि अझै हामीलाई 40 मिनट हामी 40 मिनट जस्तो ड्राइभ गरेर पछाडि चाहिँ भाउजूहरू आइरहनु भएको छ भाउजूले ट्रक लिएर त्यो ट्रकमा चाहिँ लोड हुन्छ अहिले भने हामी तपाईँहरूलाई देखाउनेछौँ यता फेरि खोपा हुन्छ अब यो इन्डियानाको गाउँ हो बोकेर गर्नु हेलो प्रियजनहरू यो चाहिँ अमेरिकाको इन्डियाना भन्ने एउटा स्टेट हो तपाईँहरू हेर्नु सक्नुहुन्छ हेर्नुहोस् हामी चाहिँ यहाँ हल्का रेस गरेको होइन ल ल ल कन्टिन्यू हामी जाउँ ल अब 10 मिनट मात्रै छ ए ल ओ डेमाहरू पनि छ हजार हजार एकदम हजुर आइरहेको छ पछाडि यहाँ छौँ अगाडि मेरो गाडी अगाडि देवा देमा आमा हाम्रो काली हो अन्त अब अगाडि यस्तो छ बेल्टको बेल्ट गाडी कुदाउँदैन ईश्वरी घोडामा कुद्छ यो घोडा हो चढ्दैन नि गाडी त छ हो ईश्वरी घोडामा
जान्न गाडीमा चढिन कि हेर त्यो घोडामा चढेर यहाँ त कुनानी हेर्दैन मैले त आएको थिएन अस्ति आएको कहाँ हो नि अर्कै हो त यो त अर्कै एड्रेस हो त फेरि ल मैले त सुकेको आएको होइन यो अर्कैमा जोर्डनले आज अर्कै दिएछ क्या एड्रेस अर्कै ठाउँमा होला नि उसो घर बनाउने जहाँसुकै होला घोडा हेर्दा नि ओ घोडा ओ गोडी वाउ घोडा घोडा हेर्नु न कुखुरा हेर्दै कुखुरा पनि रहेछ नि यो त घोडा घोडाहरू रहेछ हौ ट्याप्पै ए कुखुरा व्यापारीहरू यहाँ हेर न सब कुखुरा व्यापारी अन्डा व्यापारीहरू यहाँ बेबी यता आउनु You good, baby? Okay. मेरो खाइदिएको कुखुरा बिचारा पाल्नु भनेर दिएको खाइदिएको के राख्नु अन्त पालेर के आमाले आउँदैछ के खाउस् न अनि अब दिन चाहिँ पाल्छु उयो अन्डा छ हैन अब हामी जानु भनेको हाई बेबी हेलो You want to get here? You cannot, baby. Oh no. Liza, यता आइज आगोसँग You want to say something? Say something. Hello. So, हामी कहाँ छ अहिले? In the farm getting chicken. Do you like here? Yeah. यता हेर्न. You have fun? Yeah. This is the chicken here. लोड हानेको ल अब लोड हान्यो चिकन दुलो बनाएको छ उजेसको हजुर यो पल्लोको माछा दुलो छ हजुर झामै खानुपर्छ पन्जा छैन बिफ भयो अब बिफ भयो व्यापारीहरू चाहिँ यहाँ चाहिँ कुखुरा व्यापारीहरू है यहाँ सोना कम कुखुरा धेरै रहेछ तर धेरै सेन्सिटिभिटी हुन्छ नि He was so nice. यसको छोरी हो त अन्डा अन्डा ल्याममा हान्यो टाउको झन्डै फुट्यो टाउको झन्डै फुटेन हौ उयसमा Okay, now finally we back to heading house. अब चाहिँ हामीले सबै गाडीमा प्याक गरेर
हामी घरतर्फ लागिरहेको छौँ। हेर्नुहोस्, यो चाहिँ इन्डियानाको गाउँ एरिया हो। आजको भिडियो यस्तै छ प्रियजनहरू हो, कहाँ कहाँबाट हेर्दै हुनुहुन्छ तपाईँहरूले साथ र सपोर्ट हजुरहरूको एकदम धेरै निडेड। सो हेर्दै जानुहोस्, यो एकदम राम्रो छ एरिया चाहिँ, तपाईँहरूले हेर्न सक्नुहुन्छ। यो चाहिँ इन्डियानाको गाउँ। यहाँ चाहिँ यो ठाउँमा चाहिँ सबै कुराहरू पाउँछ। तपाईँले कुखुरा, सुँगुर, बाख्रा, खरायो, परेवा हजुरहरूलाई के मनपर्छ होइन, अनि घोडाको मलहरू भयो, उहाँहरूलाई नम्रताले माग्नुभयो भने उहाँहरूले दिनुहुन्छ। गाईको मलहरू पनि माग्नुभयो भने दिनुहुन्छ। अनि मैले चाहिँ मेरो आमालाई अनि देमालाई देवालाई हामी 5जना गयौँ। भान्जी हाम्रो भाउजू पिमाला भाउजू अनि सिस्टर हुनुहुन्छ होइन। अनि हाम्रो कालिम्पोङ गएको थियो हामीसँग। आज चाहिँ रमाइलो भयो। यो मेरो सानो छोटो ब्लगलाई तपाईँहरूले कुन देशबाट हेर्दै हुनुहुन्छ, तपाईँहरूको साथ सपोर्ट भेरी ब्याडली निडेड है। हजुरहरूको सपोर्ट चाहिन्छ। अनि कुन ठाउँबाट हेर्दै हुनुहुन्छ मेरो भिडियोलाई तपाईँहरूले सब्सक्राइब गर्न सक्नुहुन्छ। मेरो कन्टेन्टलाई मन पराउनु भयो भने। अनि यस्तै छ, यस्तै सिनेमेटिक भिडियोहरू, यस्तै भ्लगहरू हजुरहरूको अगाडि म ल्याइरहने छु प्रत्येक दिन प्रत्येक समय। मेरो यो डेली भ्लगमा तपाईँहरूलाई सबैले स्वागत छ। अनि यस्तै छ अब अमेरिकाको लाइफ है। हामीले पनि यहाँनिर आफूले चाहेको चिजहरूलाई ल्याउन गइरहेको छौँ, लिएर फर्किरहेको छु। अहिले चाहिँ यो चाहिँ एउटा इन्डियाना भन्ने स्टेट हो, ठुलो छ। यहाँ चाहिँ धेरै किसानहरू हुनुहुन्छ। यो ठाउँमा चाहिँ मेहनत परिश्रम गर्ने मान्छेहरू पनि धेरै छन् यो ठाउँमा। त्यो भएर हामी पनि आज गइरहेको छौँ। केही तपाईँहरू पनि यसरी नै कन्टेन्ट बनाउनुहोस्। कता कता जाँदाखेरि यो चाहिँ एउटा कन्टेन्ट पनि मात्रै नभएर यो चाहिँ एउटा मेमोरी हुन्छ पछाडि है। हामी बुढो भएदा पनि यसो लगाएर हेर्नु एउटा गुड मेमोरी हुन्छ है। तपाईँहरू पनि गर्नुहोस् समय पाउँदाखेरि। अनि यो चाहिँ एउटा क्रिस्चियन विश्वासीको घर हो। यो चाहिँ चेरीको घर हो। उहाँ चाहिँ यो घर चाहिँ मेरीको बुवाको घर हो। अनि यहाँ पनि उहाँले बेच्नुहुन्छ। अनि हामीले अन्डा ल्याएको चाहिँ खासै मेरीको घरदेखि ल्यायौँ। आज चाहिँ यो घर चाहिँ यो गोठहरू चाहिँ उहाँको बाउको नाम चेरी हो। क्रिस्चियन हुनुहुन्छ उहाँहरू पनि। अनि उहाँहरूले नै प्रायः उहाँकैबाट ल्याउँछु मैले यो चिजहरू। ला घर पुग्दा उता त मेरो त हस्पिटल पो हुन्छ त फेरि। कतिको नजिक छ? ओके फाइनली अब चाहिँ घरतर्फ लाग्यौँ। घर आउनु आँट्यो। अब अन्डाहरू अलिअलि बाँडेर अनि घरतर्फ लाग्नुपर्छ। अब चाहिँ अन द वे घर जाँदैछौँ। अब यही बाटो जानुपर्छ। अघि सेम आएको बाटो फेरि फर्किँदा पनि सेमै फर्किनु लाग्दै जानुपर्छ। सो यस्तै छ प्रिय मित्रहरू। अनि अब यो भिडियो चाहिँ अन्तिम हुनु लाग्यो। हजुरहरूले हेरिदिनु भएकोमा धन्यवाद। अनि तपाईँहरूलाई मेरो कन्टेन्ट अलिक राम्रो लाग्छ भने तपाईँहरूको परिवार फ्यामिलीमा पनि साथीभाइमा पनि सेयर गरिदिनुहोस् ताकि च्यानल ग्रो हुन सकोस्। अनि हजुरहरूको सपोर्ट साथ मलाई भेरी निडेड। अनि थ्याङ्क यू हजुरहरूले
अब हिँड्दै जाँदा कुद्दै जाँदा कुदाउँदै जाँदा बाटोमा भोक लाग्यो अनि हामीले बिचरा म्याकडोनल्ड खायौँ। Baby, yummy is a McDonald's? You like it? अनि कोकले सादो यहाँ है अनि तँले त भनिरहेछ नि त अनि उयो खान्छ भनेर अन्त नानी खानु ल बुयो के भन्नु कहिले के पनि मागेन त्यही You very hungry, honey? Okay, हामीले अलि खाजा खाइसकेर Now you feel good? heading home. Already. So, I like to thank you, those who subscribe my YouTube channel, and especially my YouTube family members. I appreciate your support, your kindness, and keep support me. So thank you so much. What about my heart? I keep watching my video, and I really always thankful your kindness, and I appreciate it. धन्यवाद तपाईहरुलाई सबैलाई। अब चाहिँ अलमोस्ट आइम रिचिङ होम हैन। यस्तै छ लाइफ भनेको एउटा जर्नी हो अनि वी शुड डु सम टाइम विथ फ्यामिलीहरुसँग पनि यहाँ यसरी नै उहाँहरुलाई पनि यसरी घुमाउन लग्यो भने एउटा मजा हुन्छ, नदेखेको चिजहरु देख्न पाउनुहुन्छ। आज ल्याएको आजै अन्डा पारेछ यसले त। ए यही आज ल्याएको माल पानी शेरबहादुर शेरबहादुर र आजरा हामीले एक किलो दिएको भाइलाई अस्तिकै छ अरे अझै खानेर मात्रै दिनुपर्छ। उसले चाहिँ माछा यति दिन्छ यतिकै दिन्छ फेरि माछा ल्याउँदा अनि हामीले बारेर खानु राम्रो नि अनि स्याङदानीको छोरी हो हैन? हो कि हो भन्नु नि? हो स्याङदानी हो नि? स्याङदानी स्या त्यो देखा बाहिर हुँदैन बेबी कम अबेला लगे स्ट्रेन्जर आफैले लगेका कालेले तपाईँ बोल्यो क्लोज ड्रो। सियाना ड्याडीको नाम के हो? बाबाको नाम के हो नानी? कसम सन्डे गएपछि व्यापारीहरू यहाँ हैन लाग्दैन भन्यो No, त्यसको बाबुलाई सोध्छ भनिरहेको थियो, but she said she's working a double today, so I don't know if it's मेसेज गर भन्न नरालाई नि भिराउँ भनेको अन्डा सियाना जनाले बोला अन्डाको व्यापार मलाई चाहिन्छ हैन? कन्ट्याक्ट गर्दा हुन्छ। कति आउँथ्यो है? दिन्छ यस्तो महँगो अन्डा फ्रीमा दिन्छ होला हैन भन्नु भयो। गरौँ छ रहेछ आफ्नो भागी गरेर कसैलाई दिने बेचा न भयो आफ्नो भन्छ ल कसैलाई दिनु मन लाग्यो ल यति भन्नु ल छवटा हो नि त हैन 5 वटै गरौँ है पापा छोडा। ओके प्रियजनहरू हो, दर्शक बिनहरू हो, दिनभरिको यात्रा आज कम्प्लिट भयो अनि घरमा आइपुग्यौँ। भाउजूहरू अघिलाई छोडेर देमाहरूलाई छोडेर देवाहरूलाई छोडेर फाइनली घरमा आइपुग्यो। आमा यहाँ हुनुहुन्छ। अब कस्तो लाग्यो आमालाई गाउँ गएर कुखुराको अन्डा कुखुरा हनी घिउ सबैले राखेको के अब लास्ट घरमा आइपुग्यो सबैलाई चाहिँ बसी थ्याङ्क यू सो फाइनली अब चाहिँ घर आइपुग्यो प्रियजनहरू हो होइन। लड यहीँ अन्डा मेरो चाहिँ म चाहिँ घरमा प्रायः राख्दिनँ, प्रायः म चाहिँ सेल हानिदिन्छु। अब जम्मा मैले यो ड्याममै ल्याएको थिएँ, प्रायः सबै बिक्री भयो। अब यो पनि जाँदैछ, यहाँ पनि छ, यो पनि बिक्री भइसक्यो। अब फेरि भोलि पर्सिको दिन फेरि जाँदैछु। त्यही हो गाइस, थ्याङ्क यू फर वाचिङ। मेरो युट्युब च्यानललाई कहाँबाट हेर्दै हुनुहुन्छ सब्सक्राइब गरिदिनुहोस्।
Thank you so much. See you next video. Okay, bye bye.